आज हामी बनाउँदैछौँ घरमा भैँसीको मासु कसरी बनाउँछौँ हेर्नु होला लास्टसम्म। हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई हाम्रो देवरानी जेठानीको छोटो मिठो मिनी ब्लगमा। आज हामी बनाउँदैछौँ घरमा भैँसीको मासु अनि भुरी। हामीले चाहिँ भुरी पनि लिएर आएको थियौँ। हामीले चाहिँ भुरी र मासु एकैसाथ मिसाएर बनाउने छौँ। भुरीलाई चाहिँ मजाले सफा गर्नुपर्छ के, नत्र त त्यसमा भएको भुसहरू दिसाहरू अनि फोहोरहरू जाँदै जान्न के। त्यसलाई भुरीलाई चाहिँ पानीमा उमालेर पानीमा हालेपछि त्यसको छालाहरू मजाले जान्छ। हजुरहरूले ट्राई गर्नु भएको छैन भनेपछि एकचोटि गर्नु होला, मजाले जान्छ। अनि देवरानीले चाहिँ पहिले मसला पिसिसकेको रहेछिन् अनि मसला पिसेर चाहिँ देवरानी सुक्टी बनाउनतिर गइगिन्। खाना बनाउन सुरु गर्छु भनेको घरमा चाहिँ प्याज टमाटर अदुवा सकिसकेको थियो। मैले चाहिँ कुकर ग्यासमा राखेर म चाहिँ गएँ दोकानमा सामान ल्याउन। फेरि के सामान भन्नुहुन्छ भने चाहिँ प्याज र टमाटर अदुवा थिएन नि, त्यसैले म अदुवा र प्याज टमाटर लिन गएँ। अदुवा चाहिँ त्यहाँ हाम्रो मिलिरहेको थिएन, त्यसैले म अर्को दोकानमा गएँ। अनि प्याज किन नलिएर आएको त भन्नुहुन्छ भनेपछि पैसा पुगेन, त्यसैले मैले प्याज ल्याएन। घर आएर हेरेको मम्मीले चाहिँ भात र अनि तरकारी बनाउन सुरु गरिसक्नु भएको रहेछ मम्मीले चाहिँ। अनि केही काम छ कि नै भनेर सोधेँ मम्मीलाई। टिमुर पिसेको छैन, टिमुर पिस्न जान भनेर भन्नुभयो। अनि देवरानीले चाहिँ मसला मात्रै पिनेको थिइन्, त्यसमा चाहिँ टिमुर हालेको थिइन्। अनि म चाहिँ गएँ टिमुर पिस्न। मसला तरकारीमा पहिले नहालिदिएको भए त चाहिँ मैले मिक्सरमा पिसिहाल्थेँ। मम्मीले चाहिँ अब मसला हालिहाल्नु भएको थियो तरकारीमा, त्यसैले चाहिँ सिलौटामा पिसेँ मैले। अलिकति भयो भने सिलौटामा पिस्न लगाएपछि ठेला उठिजान्छ कि हातमा। बिहे गरेको 4 साल भइगयो नि, सिलौटामा कहिले कसो मात्रै पिस्थे, नत्र त सधैँ हो कि मिक्सरमा मात्रै पिस्ने। माइत हुँदाखेरि मात्रै हो कि सिलौटामा पिस्थे माइत हुँदाखेरि। अब बिहे गरिसकेपछि त मिक्सरमा पिस्ने आदत भइगयो, अब सिलौटामा पिसेपछि ठेला उठिजाने कि मेरो। अनि टिमुर पिसिसकेपछि चाहिँ मैले मम्मीलाई दिएर कोठा साफ गर्नतिर लागेँ। यो चाहिँ फेरि देवरानीको कोठा हो, हाम्रो कोठा चाहिँ होइन। हजुरहरूलाई भनेको थिएँ नि, बाबुले चाहिँ अब एसीमा सुत्ने आदत भएर अर्को कोठामा सुत्न मन मान्दैन, त्यसैले चाहिँ हामी देवरानीको कोठामा सुत्छौँ। अनि फेरि कोठा साफ गरिसकेपछि चाहिँ किचनमा आएर भाँडाहरू धुनु थियो, अनि भाँडा चाहिँ धुन लागेँ म। फेरि भन्नु होला यत्रो भिडियो बनाउन्जेलसम्म पनि देवरानीलाई देखाउनु भएको छैन भनेर। देवरानी चाहिँ अब सुक्टी बनाउनतिर गएछिन्। अहिले चाहिँ देखाउँछु म देवरानीलाई। देवरानी सुक्टी बनाउन लागेको छिन् भनेपछि म चाहिँ अब घरको काम गर्न लागेको छु। अनि मम्मी चाहिँ किचनमा खाना बनाउँदै हुनुहुन्छ। अब गर्मी पनि यस्तो छ कि एकछिन काम गर्ने बित्तिकै पसिना पुरा बग्छ क्या। अब ल हेर्नु देवरानीलाई। अनि देवरानीलाई हाई भन भनेरको देवरानी चाहिँ हाई भन्न लाग्छिन्। अब हेर्नु सुक्टी बनाउनु दुईजना मिलेर बनाउन लानु भएको छ, देवरानीले र अनि आन्टीले बनाउन लानु भएको छ। आज चाहिँ मासु एकदमै राम्रो थियो कि, त्यसैले मासु लिएर आएर सुक्टी बनाउन लागेको। अनि त्यसपछि बाबुले मानेको थिएन, अनि बाबुलाई दुध पिलाएर बाबुलाई सुताए। त्यतिखेरसम्म चाहिँ तरकारी पाकिसकेको रहेछ। अनि कस्तो बनेको छ ल हेर्नु होला। मम्मीले बनाउनु भएको, सासू मम्मीले मिठो बनाउनुहुन्छ। आजको लागि यति नै, भेटौँला अर्को मिनी ब्लगमा। फलो गर्नु भएको छैन भने गरिदिनु होला। बाई बाई।